हेलो, आज चाहिँ म एउटा कुरा भन्न गइरहेको छु तपाईहरुलाई गलत पनि लाग्न सक्छ, तर गलत लाग्यो भने माफ गरिदिनु होला। म चाहिँ भनिरहेछु ल। जिन्दा हुँदाखेरि च्यानले मान्छे जिन दिदैन न, अनि मरिहाल्छ त रुन थाल्छ के, ओभर एक्टिङ गर्न थाल्छ। ओभर एक्टिङ नै भन्नुपर्छ यार। मतलब मान्छेसँग तिमी त्यो मान्छेसँग माया गरिरहेछ, प्यार गरिरहेछ, तिम्रो भाइ छ कि बहिनी छ कि दिदी छ कि मम्मी छ कि को छ, त्यसलाई चाहिँ जिन्दा हुँदाखेरि तिमी कदर गर्दैन, मरिहाल्छ अनि तिमी चाहिँ भन्छ वाउ मेरो मम्मी हुनुहुन्थ्यो, मेरो दिदी हुनुहुन्थ्यो, मेरो बहिनी हुनुहुन्थ्यो, यो त्यो, मतलब अनि तिमी रुन थाल्छ कि। त्यो रुएर के फाइदा? जिन्दा हुँदाखेरि कदर गर्नु नि, जिन्दा हुँदाखेरि कदर गर्नु भाइ, अनि राम्रो हुन्छ के। अनि मरेपछि यार मतलब एकदमै राम्रो हुनुहुन्थ्यो, मरिहाल्यो, अनि मरेपछि यार रिग्रेट फिल गरेर के फाइदा? केही फाइदा हुँदैन। त्यहीबाट जिन्दैको कदर गर्नुपर्छ। त्यो नै थियो। तपाईहरुलाई नराम्रो लाग्यो भने माफ गरिदिनु होला। त्यति मात्रै हो। बाई।